I was 13 years old when I went through trauma, and after 17 years, I am in the state of the identity confused identity के म नेपालीमा नि भन्छु, नेपाली मात्रै बुझ्ने पनि त हुनुहुन्छ होला। मेरो भिडियो बनाउनुको उद्देश्य भनेको मेन्टल हेल्थको अवेरनेसको लागि हो। मेरो वरिपरि यति धेरै मान्छेहरू देख्छु म एन्सियस भएको, म्याक्सिमम डिप्रेसन भएको मान्छेहरू चाहिँ खासै आफैलाई हेल्प सिक नगरेसम्म थाहा हुँदैन कि त सिभियर डिप्रेसनमा गयो भने मात्रै। तर मेरो वरिपरि डिप्रेसनको चाहिँ एकजना हुनुहुन्छ सिभियर डिप्रेसनको भने, एन्जाइटीको चाहिँ एकदमै धेरै मान्छेहरू छ, अनि एकदमै सिभियर एन्जाइटी भएको मान्छेहरू छ, पिटिएसडी भएको मान्छेहरू छ। तर उहाँहरूलाई चाहिँ काउन्सिलिङ लिनु भनेर एकदमै घन्टौँ लाएर चाहिँ सम्झाउनुपर्छ। त्यसैले चाहिँ मैले यो भिडियो बनाइरहेको छु। म एक नर्स हो, नर्स थिएँ नेपालको, बिकज अहिले म नर्सको रूपमा काम गरिरहेको छैन, म अहिले विदेशमा छु होइन। सो म त्यही भएर नै मलाई थाहा भएको भएर मैले आफ्नो उपचार कसरी गरेँ, मलाई पनि केही समय चाहिँ स्वीकार्नलाई समय लाग्यो। म 13 वर्षको थिएँ जब म ट्रमाबाट जब मेरो जिन्दगीमा कुनै घटना घट्यो, 3 वर्षसम्म घट्यो। म मेरो आफ्नै परिवारको कोही व्यक्तिबाट, अनि को हो भनेर चाहिँ म भन्दिनँ, बिकज उसले हानि गर्न सक्ने मान्छेहरू लाई चाहिँ मैले एउटा सुरक्षित ठाउँमा राखिसकेँ र उनीहरूलाई थाहा दिइसकेँ। द्याट इज वाइ मलाई उसको आइडेन्टिटी रिभिल गर्नु छैन। उसले मलाई गरेको त्यो ट्रमा चाहिँ अब सेक्सुअल हरासमेन्ट अथवा त्यस्तो भएको भए म रिभिल गर्थेँ होला, त्यस्तो होइन, मेन्टल ट्रमा हो यो चाहिँ। सो सेक्सुअल हरासमेन्ट इज डिफ्रेन्ट थिङ होइन, उहाँहरूले भोगेको मान्छेसँग बोल्नुपर्छ। मेरो भनेको चाहिँ मेन्टल हरासमेन्ट, मेन्टल ट्रमा। म 13 वर्षको थिएँ जब म एकदमै धेरै मेन्टल ट्रमाबाट गएको थिएँ, र यो सबैको कुराको बारेमा चाहिँ म पछि मेरो युट्युब च्यानलबाट डिटेलमा भनौँला। अनि 17 वर्ष भएछ होइन, ट्रमाबाट नर्मल हुन खोज्दा भौतारिँदा 17 वर्ष भएछ, र म अहिले एकदमै नर्मल फिल गरिराखेको छु। कसैले केही भन्यो भने पनि रिस नउठ्ने, चित्त नदुख्ने, ट्रिगर भन्छ नि, ट्रिगर, तपाईँहरूले ट्रिगर बुझ्नुहुन्छ नि, ट्रिगर नभएको, एकदमै लेस ट्रिगर छ अहिले मसँग, र आइएम टेकिङ मेडिसिन फर इट। एन्ड त्यो ट्रमाले मलाई के दियो भन्दा मेरो पर्सनालिटी, किनभने 13 वर्षदेखि त मेरो सोसियल्ली म इङ्गेज हुनुपर्ने मान्छे हो नि त, तर मलाई ट्रमा दियो, र मैले ट्रमाको लेन्सले संसार हेर्न थालेँ होइन। मान्छेले आफ्नो भोगाइबाट नै, भोगाइको दृष्टिकोणबाट संसार हेर्ने हो भने मैले मेरो भोगाइको चस्मा लाएर मैले संसार हेरेँ। त्यसले गर्दाखेरि के भयो, मेरो त्यो भनेको के हो, मेरो पर्सनालिटी डेभलपमेन्टमा अफेक्ट गरेको हो क्या त्यो ट्रमाले। र त्यो मेरो आफ्नै परिवारभित्रको मान्छे थियो, मेरो बुवा आमा बाहेक। त्यसैले कसैलाई पनि ट्रस्ट नगर्नुहोस्। तपाईँ आमा हुनुहुन्छ भने आमा बन्नको लागि जिम्मेवारी, ठुलो जिम्मेवारी हो आमा बन्नु। मेरो बाबा मम्मी यति इनोसेन्ट हुनुहुन्छ नि, उहाँहरूलाई घाम त हरियो हुन्छ भन्यो भने पत्याइदिनुहुन्छ कि, यति सोझो हुनुहुन्छ कि। एन्ड दे आर सो इनोसेन्ट। र त्यसकै फाइदा लिए मेरै परिवारको व्यक्तिभित्रकोले, र त्यो ट्रमाको शिकार म भएँ। अनि अहिले म नर्मल लाइफमा, ट्रिगरहरू कम छ, थेरापी सेसनहरू राम्रो गइरहेछ। मैले थेरापीको बारेमा अघिल्लोचोटि नि भनेको थिएँ, नेपालमा राम्रो थेरापिस्टै, नेपालमा राम्रो काउन्सिलरै छैन, अथवा मैले भेटिनँ। नेपालको काउन्सिलरहरू चाहिँ काउन्सिलर जस्तो लाग्दैन मलाई, मोटिभेसनल स्पिकर जस्तो लाग्छ। एन्ड डक्टर आर नट डुइङ डक्टरिङ। मेरो एकजना रिलेटिभ हुनुहुन्छ एन्जाइटी भएको, उहाँलाई काउन्सिलिङ गरेर डक्टरसँग पठाएँ हस्पिटलमा, साइकियाट्रिक वार्डमा पठाएँ, औषधि दिएँ। उल्टै डक्टरले उहाँलाई तैँले धेरै सोचेर हो भन्छ। दोज आर द डक्टर इन नेपाल। सो यदि तपाईँ कोही साइकियाट्रिस्ट हो, राम्रो खालको साइकियाट्रिस्ट हो भने प्लिज कम अप सोसियल मिडिया। काउन्सिलर त सोसियल मिडियामा भएको काउन्सिलरहरू पनि पैसाको लागि काम गरेको भेटेँ। अनि मैले
विदेशी काउन्सिलर सिक गरेँ किनभने मलाई थाहा छ काउन्सिलरले कसरी काउन्सिलिङ गर्नुपर्छ उनीहरूको कोड अफ इथिक्स हुन्छ नि त्यो पैसाको लागि सो बेसिकली मलाई के चाहिरहेछ मलाई थाहा छ बडीलाई सुन्न आउँछ मलाई मेरो शरीरलाई कसरी सुन्ने मलाई सुन्न आउँछ मेरो भावनाहरूलाई म कसरी बुझ्ने भनेर खोजिराखेको थिएँ र कसरी हिल हुने भनेर कसरी म्यानेज गर्ने इमोसनहरूलाई भनेर र मैले पर्फेक्ट थेरापिस्ट भेटेँ र उहाँले एकदमै गाइड गर्नुभयो अनि मैले नर्मल फिल गरिरहेको छु औषधिले अनि अहिले औषधि छुटाउँदै गएर मलाई चाहिँ अहिले के भइरहेछ भने आइडेन्टिटीमा क्वेसन गरिरहेको छु लाइक कसैले मलाई लाइक म काममा गएँ काममा साउले करायो भने चाहिँ मलाई साउले कराउँदाखेरि मेरो मनमा केही लाग्दैन कि चित्त नै दुख्दैन पहिला रिस उठ्थ्यो काममै जान मन लाग्थेन भोलिबाट भने मलाई अहिले के पनि भइरहेछ म हाँसिरहेको हुन्छु कि हाँसेर ताडिदिने होइन हाँसिरहेको हुन्छु कि म त्यो इन्जोय गर्छु कि साउले त्यस्तो भन्यो मैले काममा राम्रो गर्नुपर्छ भनेर सो त्यो भइरहेछ नि त अनि इज दिस नर्मल के यो नर्मल हो के यो नर्मल मान्छेले पनि मैले जस्तै रियाक्सन गर्छ कि फरक तरिकाले सोध्छ भनेर क्वेसन दिमागमा आइरहेको थियो अनि त्यसको लागि चाहिँ मैले आज मेरो काउन्सिलरसँग कुरा गरेँ अनि उहाँ पनि ट्रमाबाटै बाँचेको मान्छे भएको भएर चाहिँ उहाँले मेरो कुरा चाहिँ एकदम बुझ्नुहुन्छ अनि सेम सिचुएसन मेरो नै सिचुएसनबाट गुज्रिनु भएको भएर इट्स लाइक सोलमेट टाइपको लाग्छ मलाई एन्ड द्याट इज वाट यु सुड फिल फ्रम when you talk with your counselor के अनि उहाँले चाहिँ मलाई गाइड गर्नु भएको छ कि रिह्याब इट्स लाइक ड्रग एडिक्ट वाला रिह्याब होइन मेन्टली थिङ्किङ वाला वाट यु आर फिलिङ इज नर्मल किनभने मैले जे फिल गरिरहेको छु त्यो नर्मल हो भनेर क्वेसन गरिरहेको छु नि त मैले आफूलाई सो त्यो मेरो फिलिङलाई चाहिँ रिह्याब गर्नलाई चाहिँ उहाँले मलाई हेल्प गरिराख्नु भएको छ यस मेन्टल हेल्थ इज रियल 17 वर्षको ट्रमा भोगेर बसेको मान्छेले भनिरहेको छु एन्ड आई एम नर्मल नाउ मेरो वरिपरि कति धेरै मान्छे छ उहाँहरूलाई म एबनर्मल लाग्थ्यो म पागल जस्तो लाग्थ्यो म साइको जस्तो लाग्थ्यो नो मेन्टल हेल्थ प्रब्लममा दुईटा हुन्छ साइकोसिस एन्ड न्युरोसिस साइकोसिसले आफूले आफूलाई सहयोग माग्न सक्दैन न्युरोसिसले मलाई यस्तो भइरहेछ सहयोग माग्न सक्छ उसलाई थाहा छ उसलाई के भइरहेको छ भनेर थाहा हुन्छ डिप्रेसन एन्ड एन्जाइटी इज नट साइकोसिस इट इज न्युरोसिस सो ओपनली तपाईँलाई प्रब्लम छ भने काउन्सिलिङ लिनु पिटिएसडी इज नट साइकोसिस इट इज न्युरोसिस म काममा गइरहेको थिएँ 7 दिन भएको थियो म न दिउँसो सुतेको न राति सुतेको 24 घण्टामा 1 घण्टा पनि नसुतेको 7 दिन भएको थियो अनि मेरो शरीरमा चाहिँ मेरो टाउकोमा पुरै सियोले कोपिएको जस्तो भइरहेको थियो नसा कहाँ दुखेछ नसा कहाँ छ भनेर मैले ठ्याक्कै थाहा पाइरहेको थिएँ अनि मेरो दाहिनेपट्टिको खुट्टाहरू पुरै चस्किसकेको थियो सियोले कोपे जस्तो हानिसकेको थियो प्रेसर हाई छ होला भनेर मैले एक्सपेक्ट गरेको थिएँ किन भन्दा मेरो हार्ट रेट मैले चेक गर्दाखेरि हाई थियो मलाई सास फेर्नलाई मेरो मुटुमाथि यत्रो ठुलो ढुङ्गा राखेछ जस्तो भएको थियो मलाई पक्षघात हुन्छ कि भन्ने स्ट्रोक हुन्छ कि भन्ने डरले अथवा म प्यारालाइसिस हुन्छु कि भन्ने डरले अथवा अनि मैले त्यो डरले मलाई चाहिँ म छिटो जति सक्दो छिटो हस्पिटल जानु थियो म गएँ र त्योभन्दा अगाडि 1 हप्ता नसुत्नुभन्दा अगाडि के कुराले लग्यो त मलाई अनिन्द्रामा भन्दा यो 17 वर्षको कुरा हो है लास्ट औषधि खानुभन्दा अगाडिको कुरा गरेको मैले त्योभन्दा अगाडि चाहिँ मैले बिर्सिन्थेँ मैले रेस्टुरेन्टमा काम गर्थेँ अनि साउले के अर्डर गर्यो त्यो 2 सेकेन्डमा बिर्सिने 2 सेकेन्डमा बिर्सिने क्या लिटरली साउले यो दे जस्तो मोमो 1 प्लेट भनेर गयो भने के भन्यो थियो मैले बिर्सिने कति सेकेन्डमा बिर्सेँ 2 सेकेन्ड पनि लागेन होला 5 सेकेन्ड पनि लागेन होला होइन अनि मसँग 76 वर्षको बुढी आमा काम गर्छ अनि त्यो बुढी आमा मभन्दा टाढा छ अनि साउले चाहिँ मोमो 1 प्लेट भनेको त्यो मभन्दा टाढा भएको बुढी आमाले
6-7 जना मान्छे अटाउने टाढा त्यति डिस्टेन्समा म पछि 6-7 जनाको डिस्टेन्समा भएको बुढी आमाले कान सुन्दाखेरि 76 वर्षको बुढी आमाले कान सुन्दाखेरि म साउको नजिकै भएको मान्छेले कान नसुनेको मोमो प्लेट भन्यो भने मैले नसुन्ने अनि आन्टी के भनेको भनेर सोध्नुपर्ने के अर्डर गरेको भनेर सोध्नुपर्ने त्यसले मलाई के रियलाइजेसन त्यो त सिम्पटम भयो नि त मेरो सिभियर एन्जाइटीको सिम्पटम भयो नि त हैन अनि त्यो किन भएको भन्दा मेरो दिमागले मलाई सुरक्षित राख्नको लागि त्यो भइरहेको त्यसैले मान्छे बिर्सियो भने केटी मान्छेहरू बच्चा भएपछि धेरै बिर्सेको भन्छ नि म त आजकल बिर्सिन्छु भन्छ नि बिर्सेको होइन तपाईको दिमाग तपाईको बच्चाका लागि ओभर कन्सर्न भएको एकदमै धेरै ध्यान बच्चातिर गएको भएर तपाईको दिमागले बिर्सेको त्यसैले आफूले आफूलाई टाइम दिनु आफूले आफूलाई केयर गर्नु एकदमै इम्पोर्टेन्ट छ आमा बन्नलाई रेस्टुरेन्टमा त कहिलेकाहीँ हतारको समय पनि हुन्छ नि त त्यति बेला मेरो जब हतारमा काम गर्नु पर्थ्यो मेरो हातहरू जम्थ्यो छिटो अलिकति छिटो हात चलाउनु पर्छ थाहा हुन्छ नि त मेरो हातहरू जम्थ्यो चलाउन सक्दैन अनि मैले जब मेरो दिमागलाई ओके यहाँ केही पनि डर छैन केही पनि डेन्जर छैन सुरक्षित छु भन्ने शब्द भनेपछि मेरो हात बल्ल चल्न थाल्थ्यो र म काम गर्न सक्थेँ त्यसपछि बल्ल निन्द्रा नलाग्ने अनि मलाई त्यही कुरा सोच्दा निन्द्रा लागेन जब अनिन्द्राले मेरो फिजिकल सिम्पटमहरू अझै सिभियर भयो मलाई के डेन्जर हुनेवाला छ भन्ने भयो त्यसपछि म तुरुन्तै हस्पिटल गएँ र हस्पिटल जाँदा मेरो ब्लड प्रेसर 150/100 त्यस्तै कति पुगेको थियो अनि मैले डक्टरलाई सबै भने यहाँ चाहिँ यति राम्रो ट्रिटमेन्ट रहेछ कि टेक्नोलोजी पनि राम्रो रहेछ नर्भस सिस्टमको चाहिँ दुईटा नर्भस सिस्टम हुन्छ नि सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिक त्यो दुईटैले कसरी काम गरिरहेछ भनेर नाप्ने मेसिन हुँदो रहेछ अनि ट्याब्लेटमा चाहिँ क्वेसनर्सहरू 7वटा टेस्ट दिएको थियो सबै टेस्टहरू गरि हेर्यो र मलाई मेरो टेस्टहरूको रिजल्ट देखायो ट्याब्लेटमा भरेको क्वेसनर्सहरू चाहिँ भरेर पठाउने बित्तिकै टिक्लाउने बित्तिकै डक्टरकोमा जाँदो रहेछ अनि एआई टुलले जसरी एनालाइसिस गर्दो रहेछ र कति छिटो रिजल्ट त्यो बार चार्टमा देखाउँदो रहेछ अनि त्यो डक्टरले आधा घण्टा 45 मिनट दिएर आधा घण्टादेखि 45 मिनट लाग्यो होला त्यसरी काउन्सिलिङ गर्यो मेरो बुढालाई पनि राम्रोसँग बुझाइदियो किनभने मैले त बुझेको थिएँ तर मेरो बुढाले पनि बुझ्नु जरुरत थियो के म सुरक्षित हुनको लागि म हिल हुनको लागि अब अफकोर्स यहाँ रिजर्भेसन गरेर जानुपर्छ त्यसैले त्यति टाइम दियो तर नेपालमा रिजर्भेसनको सिस्टम छैन नेपालमा सुधार गर्नुपर्ने कुराहरू त्यो हो अनि अर्को भनेको डक्टरले धेरै बिरामी हेरिरहेछ डक्टरले पनि त आफूले आफ्नो स्ट्यान्ड लिनु पर्यो मैले यति बिरामी बाइक हेर्न सक्दिनँ भनेर ओके अनि त्यो छुट्टै भिडियो बनाउँदै गरौँला आफूले आफ्नो स्ट्यान्ड लिनुपर्छ मलाई पनि मान्छेहरूले किन धेरै सोचेको किन सेन्सिटिभ भएको भनेको थिएँ किन रिसाएको भनेको थिएँ होला तर मेरो लागि मैले मेरो स्ट्यान्ड लिनु जरुरत थियो नार्सिसिस्टसँग तपाईँ हुनुहुन्छ भने निस्किहाल्नुहोस् नार्सिसिस्टले दिएको ट्रमा हो है यो सो यस आई होप यसले चाहिँ धेरैजनालाई ट्रिटमेन्ट एक्सेप्ट गर्नलाई ढिलो नगर्नलाई हेल्प गर्छ होला मैले औषधि खाइरहेको छु नि त अहिले एन्जाइटीको लागि कहिलेकाहीँ एन्जाइटीको सिम्पटम चाहिँ प्यारालाइसिस जस्तो पनि देखिन्छ है मेरो हातहरू एकदमै जाम काम गर्न जाँदाखेरि मेरो हातहरू लाइक म रेस्टुरेन्टमा काम गर्छु कहिलेकाहीँ बिजी आवर हुन्छ नि त अनि बिजी आवरको बेलामा काम छिटो गर्नु पर्दाखेरि चाहिँ मेरो हात यसरी जमेर बस्छ क्या एन्ड मेरो ब्रेनलाई मैले भन्थेँ ओके डोन्ट वरी दिस इज नट डेन्जर यो खतरनाक अवस्था होइन पिर नगर सबै नर्मल छ यहाँ केही भएको छैन भन्यो भने बल्ल मेरो हात चल्थ्यो त्यो के हो एन्जाइटी मलाई थाहा थियो एन्ड मेरो मुटुमाथि चाहिँ ढुङ्गा राखेको मेरो छातीमाथि चाहिँ यत्रो ठुलो ढुङ्गा छ जस्तो फिल हुन्थ्यो मलाई कन्टिन्यू कसैले केही कुरा गर्दाखेरि फिल हुन्छ भने पनि त्यो ट्रिगर हो है तपाईँलाई थाहा छैन भन्ने र मलाई चाहिँ कन्टिन्यू फिल भइरहेको थियो एन्ड मेरो दाहिने साइडमा चाहिँ पुरा सिल्का हानिरहेको थियो अनि मेरो शरीरमा पुरै सियोले कोपेको जस्तै पुरै पेन थियो यहाँनिर पेन थियो मैले पहिले नि भिडियो बनाएर हालेको थिएँ मलाई कस्तो फिल भएको थियो नि 7 दिनसम्म न म दिउँसो सुतेँ न राति सुतेँ लास्ट 17 वर्षको त छुट्टै कहानी छ म मेरो युट्युब च्यानलबाट बिस्तारै खोल्नेवाला छु
तर यो म ट्रिटमेन्ट एक्सेप्ट गर्नुभन्दा अगाडिको 7 दिन चाहिँ म न दिउँसो सुतेँ न म राति सुतेँ। अनि मलाई मेरो हेल्थ बिग्रिन्छ कि भन्ने डरले म क्विक औषधि खानलाई मलाई टाइम लागेन, किनभने मलाई थाहा छ नि त यो औषधि सधैँ खानु पर्दैन। मेरो दिमागलाई त सुरक्षित छ है भनेर सिग्नल दिनलाई एकछिन मात्रै खाने हो हैन। मेरो दिमाग त 17 वर्षदेखि डरमा भएको दिमागलाई मलाई एकछिनलाई औषधि चाहिएको छ। अनि हाम्रो दिमागको काम चाहिँ सुरक्षित राख्ने काम हो, त्यसैले डेन्जर स्क्यान गरिराख्छ म सुत्दाखेरि पनि मेरो दिमागले कि। जब मेरो बुढा ड्युटीबाट आउँथ्यो म 2 घन्टा भर्खर 2 घन्टा अथवा आधा घन्टा अगाडि सुतेको मान्छेले पनि डोरको त्यो की प्याड बज्ने बित्तिकै मेरो दिमाग बिउजिन्थ्यो कि किन त मेरो सुतेको दिमागले पनि डेन्जर स्क्यान गर्थ्यो, त्यही भएर। अनि मलाई थाहा थियो त्यो एन्जाइटी हो, मेरो दिमाग चाहिँ हाइपर भिजिलेन्ट मोडमा छ भनेर मलाई थाहा थियो, फाइट अर फ्लाइट मोडमा छ भनेर थाहा थियो। एन्ड पछि चाहिँ जब हात चलेन, जब मैले एउटा काम छोड्ने अर्को काम छोड्ने अर्को काम छोड्ने भइरहेको थियो र एकदमै धेरै ट्रिगरहरू थियो, जे कुराले पनि रिस उठाउने, चित्त दुखाउने, मन नपर्ने भइराखेको थियो। त्यसले चाहिँ मलाई त्यो मलाई थाहा थियो मलाई के भइरहेको थियो। त्यसैले मैले मजाले औषधि खाएँ र म अहिले नर्मल लाइफ बाँचिरहेको छु। कसैलाई लाग्छ, मेरो वरिपरि कति धेरै मान्छे छ, तपाईँहरूलाई लाग्छ कि म एबनर्मल थिएँ भनेर, म पागल थिएँ भनेर तपाईँलाई लाग्छ? त्यसैले डिप्रेसन र एन्जाइटीको औषधि खानलाई त्यति धेरै सोच्नु पर्दैन। तपाईँहरूले सुगरको औषधि मजाले लिनुहुन्छ, तर प्रेसरको औषधि, डिप्रेसन एन्जाइटीको औषधि लिन किन डराउनुहुन्छ भन्ने चाहिँ मेरो चाहिँ क्वेसन र अवेरनेस पनि। तपाईँहरूलाई चेतना नभएर होला, सो यो भिडियो चाहिँ जस्ट फर इन्फर्मेसन, चेतना जगाउनलाई मात्रै हो है। एउटै घटनाले कसैलाई आघात पुर्याउन सक्छ, चोट पुर्याउन सक्छ भने कसैलाई पुर्याउँदैन कि। उसले बाँचेको लेन्सबाट हेर्छ कि उसले। सो मलाई त्यही अहिले चाहिँ मैले बाँचेको लेन्सबाट, मैले बाँचेको मेरो अनुभवको चस्माले हेरिरहेको छु नि त मैले संसार हेरिरहेको थिएँ भने अहिले चाहिँ मैले त्यो चस्मा खुलिँदैछ बिस्तारै र मलाई त्यही भएर मैले आफूलाई के यो नर्मल हो, नर्मल मान्छेले नि यस्तै फिल गर्छ, एन्जाइटी नभएको मान्छेले नि भने जस्तो मलाई थाहा छ नि फेरि कस्तो फिल गर्छ, तर मेरो अर्को दिमागले त्यो पनि क्वेसन गरिरहेको छ। त्यसकै लागि मेरो आज सेसन थियो। एन्ड आई होप तपाईँहरूलाई पनि त्यस्तो प्रब्लम छ भने थेरापी अथवा मेडिसिन एक्सेप्ट गर्नलाई चाहिँ टाइम नलागोस्। यो जति ढिलो भयो त्यति एकदमै कडा हुँदै जान्छ, गाह्रो हुन्छ, तपाईँको जीवन अफेक्टेड हुन्छ। मसँग त चेतना थियो, कहाँ काम गर्नुपर्छ, कहाँ जानुपर्छ, कसलाई देखाउनुपर्छ भनेर है। त्यसैले मैले यो भिडियो बनाएको। मेन्टल हेल्थ इज रियल। कोही मान्छे सेन्सिटिभ छैन, ओभर सेन्सिटिभ छैन, कोही मान्छेले नाटक गरेको होइन, कोही मान्छेले बहाना बनाएको होइन, यो केही होइन। इट्स जस्ट मेन्टल हेल्थ थिङ, ओके। जसलाई पर्छ त्यसलाई मात्रै बुझ्छ। हस् त, नमस्ते।